यति यो बीचमा यति ठुलो महाविपत्ति बाढी पीडित आयो, सरकार कहीँ उपस्थित देखिएन। जाजरकोटमा भूकम्प पीडितमा सरकार उपस्थित देखिएन। तपाईले यहाँ भन्न सक्छौँ हामीले सहकारी पीडितमा सरकारको उपस्थित छैन। हामीले अनि कसरी भन्ने? मिटर ब्याग पीडितसँग सरकार छैन। हामीले चाहिँ स्वर्गदारीको गुठीको पीडितहरूसँग सरकार छैन। लघुवित्त पीडितसँग सरकार छैन। विकासबाट सरकार छैन। कहीँ पनि बहुवर्षीय ठेकाहरू चाहिँ स्वीकृत नहुने कार्यान्वयन प्रक्रियामा गएका छैनन्। अनि हामीले सरकार कहाँ छ भनेर खोज्न पाउनु त हाम्रो अधिकार हो नि त। त्यो हाम्रो नैसर्गिक अधिकार हो। त्यस कारणले गर्दा सरकार कहीँ छ भने बिचौलियासँग छ, भ्रष्टसँग छ, माफियाहरूसँग छ, दलालीहरूसँग छ हामीले भन्छौँ। उहाँहरूले गरेका सबै कुकर्मलाई वैधानिकता दिनुको निम्ति तपाईँले अध्यादेश ल्याउनु भयो। अध्यादेशको विरोध किन गरे भन्नुहुन्छ? अध्यादेश किन ल्याउनु भयो? हामी प्रश्न गर्न चाहन्छौँ। किन ल्याउनु भयो अध्यादेश? 6वटा अध्यादेश मार्फत तपाईँले 31वटा कानुन संशोधन गर्न खोज्नुभयो, संशोधन गर्नुभयो। 31वटा कानुन संशोधन गर्दै गर्दा ती सबै नीतिगत विषयहरू छन्। चाहे त्यो भूमि सम्बन्धी ऐन होस्, चाहे त्यो कालाबजारी सम्बन्धी ऐन होस्। तपाईँले कालाबजारी ऐन 2032 संशोधन गर्नुभयो, जहाँ 20% बढी मुनाफा लिने व्यापारीहरूलाई कालाबजारी ऐन अन्तर्गत 5 वर्षसम्म कैद गर्ने व्यवस्था थियो। अहिले 700% मुनाफा लिँदा पनि अब कारबाही हुँदैन। त्यो कसको निम्ति गर्नुभएको? तपाईँले जनताको लागि गर्नुभएको। अहिले महँगी आकाशिएको छ, यसको जवाब कसले दिन्छ? तपाईँले दिनु पर्दैन? यही 8 महिनाकै बिचमा ल्याउनुको अध्यादेश हो। यही अध्यादेश चाहिँ के हो? कालाबजारीलाई चाहिँ अनुमति दिने अध्यादेश तपाईँले संशोधन गर्नुभयो। त्यो जनताको लागि गरे हो? होइन। भूमि सम्बन्धी ऐन ल्याउनु भयो, देखाउनु भयो सुकुम्बासी अव्यवस्थित बसोबासी र विपन्न गरिबहरू देखाउने। त्यसपछि एकपटकलाई हदबन्दी भन्दा बढीका जग्गाहरू पनि बिक्री वितरणको अधिकार दिने, लालपूजा वितरण गर्ने प्रावधान ल्याएर ल्याउनु भयो। यसले गिरिबन्धु टी स्टेटसँग जोडेको अपराध कर्मलाई वैधानिकता दिन खोजेको होइन, हामीले भन्नु पर्दैन। तपाईँहरूले सहकारी ऐन ल्याउनु भएको छ, अध्यादेश मार्फत ल्याउनु भएको छ। त्यो ऐन मार्फत तपाईँले के गर्नुभएको छ? सहकारी ऐन ल्याउनु भयो, सहकारी ठगरले अनुमति दिने हिसाबले ऐन ल्याउनु भएको छ। त्यसलाई हामीले कसरी सही भन्ने? यस कारणले गर्दा सबै अध्यादेश के देखिन्छ भन्दा अध्यादेशमा हेर्दादेखि माफियालाई देश बुझाउने उद्देश्य देखिन्छ, बन्नेत देखिन्छ, तर जनता राष्ट्रको हित गर्ने त्यहाँ कहीँ पनि प्रावधानहरू देखेका छैनन्। त्यस कारणले तपाईँले गरेका सबै गतिविधिहरू ती गैरकानुनी छन्, गैरराजनीतिक छन्, अलोकतान्त्रिक छन्, स्वेच्छाचारी छन्। यस कारणले हामीले चाहिँ विरोध गरेका हौँ। मैले भन्नै पर्छ सामान्य सभामुख महोदय, गएका 6-7 महिनादेखि उदयपुर सिमेन्ट उद्योग र हेटुडा सिमेन्ट उद्योग बन्द छन्। के कारणले बन्द छन् हामीले प्रश्न गर्न चाहन्छौँ। सरकार किन बन्द भएको? दक्ष जनशक्ति छ, उद्योग कारखाना ठिक छ। कमरेड प्रचण्डको सरकारकै पालामा उदयपुर सिमेन्ट उद्योगमा 16 करोड बजेट विनियोजन गरेको छ भने हेटुडा सिमेन्ट उद्योगमा 4 करोड बजेट विनियोजन गरेछ। अहिले कच्चा पदार्थ कोइला नभएकै कारणले उद्योग बन्द छ। कोइला नभएकै कारणले उद्योग बन्द भयो। राज्यको सामान्य सभामा म सक्न खोजेँ सामान्य सभामा हुँदै कोइला नभएकै कारणले उद्योग बन्द गरियो र त्यो कोइला किन पुग्ने बजेट छ, त्यो बजेट के गर्यो? नेपाल सरकारले खाता रोका गरिदियो। किन गरेको? निजी उद्योगहरूलाई चाहिँ एकाधिकार कायम गरेर त्यहाँबाट कमिसन लिन सजिलो हुन्छ। राज्य मातृत्व उद्योगहरूलाई चाहिँ प्रतिस्पर्धात्मक क्षमता कमजोर भयो। गुणस्तरीय उत्पादन गर्ने उद्योगहरू सिमेन्ट उद्योग बन्द गरियो। त्यसै कारणले अहिले 400 को सिमेन्ट 816 पुगेको छ। त्यसलाई हामीले सही भन्न मिल्छ, ठिक भन्न मिल्छ। त्यस कारण गर्दा यो गएका 8 महिनामा जति काम गर्नुभएको छ तपाईँले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर गर्नुभएको छैन। यही कारणले जनतामा एउटा आक्रोश छ, वितृष्णा छ। त्यो आक्रोश र वितृष्णालाई धमिलो पानीमा माछा मार्ने प्रतिगामीहरूले दुरुपयोग गर्ने दुष्प्रयत्न गरेका छन्। त्यस कारणले प्रतिपक्षी दलको तर्फबाट हामीले निरन्तर खबरदारी गर्नैपर्छ। त्यो खबरदारी गर्ने दायित्व पनि हो र यो हाम्रो अनवरत सङ्घर्ष, त्याग तपस्या र बलिदानको जगमा प्राप्त भएको यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र छ। यसको रक्षा गर्ने, संविधानको रक्षा गर्ने, संविधानको सफल कार्य गर्दै हामी समाजवादसँग पुग्नको निम्ति निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी नआउने प्रतिबद्धता व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद। लाल सभा।